हामी अब प्रार्थना गर्नेछौँ र हाम्रो प्रार्थना हाम्रो आदरणीय गुरुआमाले समय लिनुहुनेछ। प्रार्थना गरिकन आजको यात्राको सेवा सुरक्षाको निम्ति चाहिँ के भन्छ अरे यो जग्गालाई बसोबास गर्थे। पहिला इजरायलीहरू बस्नुभन्दा अगाडि चाहिँ कनानी भन्नेहरू थियो, हित्ती परिजीवीहरू भन्ने चाहिँ जातिहरू थियो क्या यहाँनिर चाहिँ। अनि इजरायललाई चाहिँ कसरी इजरायल भयो भने जब मिश्रबाट चाहिँ इजरायलीहरू चाहिँ आए अनि उनीहरूलाई चाहिँ यो देशमा चाहिँ कब्जा गरेर बस्छ भनेर जब चाहिँ परमप्रभुले यो ठाउँ दिनुभयो, यहाँको राजालाई परास्त गरिदिनु भयो अनि उनीहरूले त्यो ठाउँ चाहिँ विजय गरेर चाहिँ उनीहरूले आफ्नो हातमा पारेर चाहिँ यो ठाउँ चाहिँ उनीहरूले आफ्नो नाउँमा पारेको हुन्छ। हामीले यहाँ बुझ्न सक्छौँ। अब नाम चाहिँ बाइबलमा लेखेको पाइँदैन, तर चाहिँ यो ठाउँ चाहिँ कुन ठाउँ हो भनेर भन्दा चाहिँ बासान भनेपछि एउटा चाहिँ ऐतिहासिक ठाउँ जो चाहिँ परमप्रभुले नै चाहिँ इजरायलीहरूलाई चाहिँ यो ठाउँमा चाहिँ ल्याउनु भएको थियो र यहाँको राजा र चाहिँ उनीहरूलाई यो ठाउँ चाहिँ बस्नुको लागि योग्य बनाइदिनु भएको थियो भनेर हामीले चाहिँ बुझ्न सक्छौँ। अनि यहाँ चाहिँ खास के छ भने यहाँबाट चाहिँ सिनरीहरू हेरिन्छ नि कस्तो ठाउँ थियो यस्तो। भने बाइबलिक रूपमा हेर्ने हो भने चाहिँ हामको छोरा कुश है, कुश मिश्राइम भन्ने कुश कनान भन्ने छोरा थियो। तिनीहरूको उसबाट चाहिँ कुशले चाहिँ एउटा निम्रोद भन्ने एउटा सन्तानलाई जन्माएको थियो। त्यो चाहिँ कस्तो खालको सन्तान थियो भनेदेखि चाहिँ परमेश्वरको विरुद्धमा थियो होइन, तर चाहिँ कस्तो खालको व्यक्ति थियो भने एकदम सुरवीर एकदम सिकारी खालको चाहिँ मानिसहरू थियो भनेर हामीले चाहिँ उत्पत्ति 10:8देखि हामीले हेर्ने भने मिल्छ है। परमप्रभुको अगाडि चाहिँ एकदम चाहिँ शक्तिशाली सिकारीको रूपमा चाहिँ निम्रोदलाई चाहिँ हामीले भेटाउन सक्छौँ। अनि उसले चाहिँ के सिनारको भूमिमा बाबेल र एरेक र अक्कड समावेश गर्ने राजाको रूपमा चाहिँ उसलाई चाहिँ वर्णन गरेको हामीले भेट्न सक्छौँ। अनि उसले चाहिँ परमेश्वरको विरुद्धको चाहिँ विद्रोह गरेको र बाबेल धरहरा चाहिँ निर्माणसँग चाहिँ आफ्नै
सिकारी व्यक्ति एकदम बोल्ने व्यक्ति परमेश्वरको विरुद्धमा हिँड्ने व्यक्ति उसले आफूलाई चाहिँ बचाउको निम्ति बनाएको तर पुरा बनाइ नसकेर अर्को ठाउँमा गएर बसेको थियो क्या पछि यहाँनिर भत्किएको कारणले ए ऊ एकपल्ट पनि सेम सेम रहेछ त अन्त त्यो फोटोमा त दामी देखिहाल्छ नि है छेउमा पुऱ्याउने ए हाम्रो यस्तो देख्दो रहेछ नि त मैले चलाएन त अघि बिचमा भिडियो त बनाइदियो يقرؤ